हेलो गुड मर्निङ सबैजनालाई। आजको यात्रा हाम्रो काठमाडौँ टु धुन्चे हुन्छ। धुन्चेबाट हामी त्यस्तै 5-6 घन्टा हिँड्छौँ होला। त्यसपछि अब सकेसम्म चन्दनबारीसम्म पुग्ने प्रयास गर्छौँ। पुगेन भने त्यही मुनतिर बास बसिन्छ होला। अब सबै कुराहरू चाहिँ प्याक भइसक्यो नि होइन। अब यो मेरो बेड भइहाल्यो टक्क लाएर। अब चाहिँ तातो पानी तातै छ, तातिसकेको छ अलमोस्ट होइन। बिहान बिहान उठ्ने बित्तिकै फेरि आफूलाई चाहिँ लेमन पानी खाने बानी छ। यहाँबाट 5 बजे ट्याक्क निस्किन्छ। अनि आजको यात्रा बाटोमा के हुँदै जान्छ देखाउँदै जान्छु। अहिले बिहानको 5 बजेको छ। पुरै अँध्यारो, जाडो पनि छ। पुरै म बस्ने ठाउँ अँध्यारो छ। अब मम्मीलाई जान्छु भन्नु पर्यो। सुतिरहनु भएको छ मम्मी। आमा ओ आमा, ल म जानु ल, जानु ल आमा। हेरेर जानु ल, ढोग्नु पर्यो ल। गएँ म। अब के गर्नु, अब जाडो छ। ओ मम के गरेर गाली आएकै। हजुरआमा टोइलेटमा रहेछ। हजुरआमालाई पनि बिदाई गर्दै जानुपर्छ। गाह्रो छ, गाह्रो छ, जाडो छ। अधिकतम अँध्यारोमा अब म चाहिँ निस्किनु लाग्यो। अब केही देख्दैन। टोइलेट भर्खर आयो ल। अब म जानु लाग्यो। ल राम्रोसँग बस्नु दुईजना बुढी माउहरू। ल लाग्यौँ। हजुरआमा हेरिएर बसिरहेको छ। स्कुटरमा जाने आज हामी। अहिले हामी ट्याक्कै डल्लोमा आइपुग्यो। मेरो मोटोलाई लिन आएको। कुरेर बसिरहेको छु। अहिलेसम्म पनि अँध्यारै छ।
हेलो गाइज होइन अब चाहिँ हाम्रो स्कुटी यहाँ पार्क गरेर अब यहाँबाट हाम्रो हाइक सुरु हुन्छ। देउराली डाँडा भन्छ अरे यसलाई। यही बाटो हुँदै जाने हो ल है त गाइज। ल अहिले चाहिँ अब हामी ठक्कै भन्नु पर्दाखेरि बाइक राखेर होइन अब हाम्रो हाइक सुरु भइसकेको छ। आज चन्दनबारीसम्म पुग्ने प्लान छ। अब हिँड्न सक्यो भने अब पुगेला जस्तो छ, अब हिँड्न सकेन भने पुग्दैन होला। आजको हाम्रो डेस्टिनेसन भनेको कहाँ रे बटो? अब भयो बोल्दैन, यस्तै छ। गाह्रो छ गाह्रो छ, जाडो छ। भर्खर हाइट सुरु गरेको, मेरो मोटो थाकेर पछाडि बसिरहेछ। एकदम रमाइलो काठमाडौँको भिडभाडबाट आएको एकदम फ्रेस हावामा म र मेरो मोटो हिँडिरहेछ। बेला बेलामा हिँड्ने गर्नुपर्छ। आज अब कति दिन पछाडिको दिन भनौँ या महिना भनौँ, धेरै समय पछाडिको ट्रेकिङ गोसाइँकुण्डतर्फ लाग्दैछौँ। अहिलेसम्म त ठिकै छ। बिहानदेखि केही पनि खाएको छैन, एक गिलास पानी खाएदेखि। भ्यू चाहिँ अहिले यति छ, ठिकै छ भनौँ। भर्खर स्टार्ट हुँदैछ, तपाईँलाई हामी देखाउँदै गर्छौँ। हजुरआमा, मम्मी, आई लभ यु है। तपाईँहरू त आएन, अब के छोरा आउँदैछ, बुहारी आउँदैछ होइन, ठिकै छ। मिनी झरना है, मिनी झरना। सिधै हिमालबाट बगेर आएको पानी। हिँडेको 10 मिनट भएको छैन, मान्छे थाक्यो भनेर बसिरहेछ। यस्तो तरिकाले अब कहिले जाने? लो, ये तिमीलाई खाना।
के गर्छ नि मिल्नु टक्क मिल्छ है हामी हिँडेको चाहिँ 1 घन्टा 35 मिनट भयो भर्खर अलिअलि टपटपमा आइपुग्यो हिँड्नलाई एकदम कठिन छ बाटो यस्तै हो अझै कति अग्लो ठाउँ जान्छ हाम्रो गन्तव्य जारी छ आज जति धेरै हिँड्यो भोलिको लागि त्यति सजिलो हुनेछ पछाडि हेर्नु त त्यो डाँडा त्यो डाँडा ओहो गाह्रो छ गोसाइकुण्ड ट्रेक गाह्रो छ बिगिनरहरूलाई चाहिँ खतरा गाह्रो छ खतरा गाह्रो हेलो गाइज हामी यो कुन ठाउँ अरे मोटो खेन्ती भन्ने ठाउँमा आइपुग्यो धुन्चेबाट बाइक राखेर त्यस्तै 2 घन्टा जति भयो हिँडेको अब यहाँबाट देउराली हामी झन्डै लाग्छ होला 1 घन्टा एकजना मान्छेले सोधेको थियो 1 घन्टा जतिमा पुग्छ अरे अनि सकेसम्म चन्दनबारीसम्म जाने अब खुट्टाले साथ दियो समयले साथ दियो भने हामी चन्दनबारीसम्म पुग्नेछौँ नत्र भए हिँड्न सकेन भने बाटो हेरेर बसिन्छ लगभग हामी अहिले 2500 को हाइटको बिचमा छौँ गाह्रो छ घाम पनि यस्तो चर्को लागेको छ हेर्नु त घाम यहीँ छ ओ माई गॉड बटो यहाँ हो त उभियो त यहाँ ए यस्तै हो हिँड्न जस्तो गाह्रो केही पनि होइन र हिँडेर आफ्नो गन्तव्यमा पुग्नु जस्तो रमाइलो क्षणहरू केही पनि होइन मेरो मोटु हामी 2 जना मात्र
हिँडिरहेको छौ कस्तो लागिरहेछ तिमीलाई गाह्रो गाह्रो त अब कति हुनु छ 5-10 मिनटको बाटो होइन घन्टौँको बाटो हो त्यही पनि ठिक छ हिँड्नुपर्छ बाटो उकालो ओह्रालो छ सही बाटो यस्तो बाटोमा हिँड्दै जानुपर्छ अब पहाडहरू हेर्न सक्नुहुन्छ गाह्रो छ घाम पनि एकदम चर्को घाम छ यस्तो चर्को घाममा पसिनै पसिना छ जतिसुकै पसिना भए पनि बगाउनै पर्छ हेलो गयो भने सँगै जाने हो छिटो आऊ त अनि 1 घन्टाबाटै 1 घन्टा भयो एउटै ठाउँमा पछि छिटो गाह्रो छ मलाई गाह्रो छ के गर्नु यस्तै छ हिँड्ने हो नि मजाले रात परेसम्म हिँड्ने हो नहिँड्ने हो भने भए त घरमै आनन्दले पलेटी मारेर सुतेर बस्थ्यो ट्रेकिङ पो हो त यार केटा हो 5 किलोमिटर 2 घन्टामा हिँड्ने सक्छ गाह्रो छ सरहरू गाह्रो छ गाह्रो छ हिँड्नलाई गाह्रो छ हिँड्न चाहिँ सक्ने होइन साउन्ड सानो बनाऊ गाह्रो छ साथीभाइहरू धेरै मिस गरिरहेको छु मेरो हजुरआमा मेरो मम्मी घुमेर आउँछ है नाच्दै हिँडिरह मेरो मोटु कहिले नाच्दैन
उसको खुट्टा चाहिँ बिरामी रहेछ यार। बिमारी होइन भाँचेको। फाइनल्ली हामी करिब कति 3.5 घन्टाको हिँडाएपछि देउराली आइपुगेका छौँ। हाई अल्टिट्युडको कारणले अलिकति सास लिनलाई गाह्रो भइरहेछ, थकित भइरहेछौँ हामी। गाह्रो छ। तपाईहरू जो कोही पनि आउन चाहनुहुन्छ भने अलिकति 1 महिना अगाडिदेखि नै प्रिपेयर्ड भएर आउनु होला, किनकि बाटो एकदमै पुरै ठाडो उकालो भएको कारणले हामी गाह्रो भइरहेछ हामीलाई पनि। के गर्नु, भर्खर देउराली आइपुग्यो हामी। ल अझै पनि हाम्रो गन्तव्य जारी छ। चन्दनबारीसम्म पुग्छ कि पुग्दैन हेरौँ है त। गाह्रो छ हौ सरहरू, गाह्रो छ, गाह्रो छ। देउराली आइपुग्यो फाइनली गाइज। ठ्याक्कै कोसेकुण्ड चाहिँ यो डाँडाको पछाडिपट्टि हो। अहिले हामी के अरे देउरालीमा छौँ। चन्दनबारी पुग्ने हो आज। समयले कतिको साथ दिन्छ हेरौँ। गाह्रो भइरहेछ हिँड्नलाई प्लस सास फेर्नलाई पनि। तपाईहरू यहाँबाट हिमालको दृश्य देख्न सक्नुहुन्छ। एकदम आँखाले देखे जस्तो त अब क्यामेराले कहाँबाट भेट्छ र हैन, तर एकदमै राम्रो दृश्य देखिरहेछु म चाहिँ। तपाईहरू क्यामेरा मार्फत भए पनि हेर्नुहोस्। हेलो गाइज, फेरि पनि हामी आइसकेको छौँ। मेरो मोटु र म झन्डै हामी 4 घन्टा बढी हिँडिसकेका छ।
देउराली कटेर उकालोतर्फ लाग्दैछौँ। जति जति माथि चढ्यो त्यति त्यति सास फेर्न गाह्रो भइरहेछ। पक्कै पनि हुनसक्छ यो हाई एल्टिट्युडको कारणले गाह्रो छ। श्वास अलिकति बढिरहेछ मुनिको भन्दा। यसै गरी खै चन्दनबारी पुग्ला कि भन्ने आश छ। अब पुग्छ कि पुग्दैन थाहा छैन। गाह्रो छ गाह्रो छ। तर खुसी लागिरहेछ। जोस् यसरी हिँड्न पाइरहेको छु आफ्नो मायासँग। कहिलेकाहीँ हिँड्नुपर्छ। तपाईँहरू पनि समय मिलाएर हिँड्नुहोस्। जति हिँड्यो त्यति राम्रो हो। यो उकालो चढ्दाखेरि जति उकालो बढ्दै गयो त्यति सास फेर्न गाह्रो हुँदै जाँदो रहेछ। के गर्नु, हिँड्नु त पर्छ। हिँडेन भने कहिले पुग्छ होइन। त्यही भएर हाम्रो गन्तव्य निरन्तर छ। अहिले हामी 2900 उचाइमा पुगिसकेका छौँ। बिस्तारै हामी पुग्नेछौँ गन्तव्यमा। ल त हेलो गाइज, देउरालीको माथिल्लो उकालो चढेर थकाइ पनि लागिरहेछ, भोक पनि लागिरहेछ। घरबाट आमाले ल्याउनु भएको मकै खाजा। मम्मी धेरै धेरै धन्यवाद। तपाईँले गाउँबाट ल्याउनु भएको मकै। हेलो, ट्रेक हिँड्दाखेरि चाहिँ ओह्रालो झरेको मान्छेहरूलाई सोद्धाखेरि कहिले पनि सिधा कुरा नभन्ने, उल्टो उल्टो कुरा भन्दो रहेछ होइन। अनि हामी उता देउराली हुँदाखेरि 2-3जना मान्छेले सोधेको चन्दनबारी कति टाइम लाग्छ, हिँड्न सक्यो भने 2 घन्टा होइन। त्यहाँबाट आइसक्यो, आधी बाटो माथि 1 घन्टा हिँडिसक्यो। मान्छेहरू झरेको छ, सोधेको छु चन्दनबारी कति पुग्छ ब्रदर भन्छु। 3 घन्टा भन्छ। त्यही भएर जति हिँड्न सक्नुहुन्छ हिँड्नुहोस्, अरूको कुरामा भर नगर्नुहोस्। आफ्नो खुट्टाले जहाँसम्म साथ दिन्छ त्यहाँसम्म हिँड्नुहोस्। नसकी चाहिँ यहाँ पुग्छु भनेर अब हिँडेर चाहिँ आफूले आफूलाई नै दुःख दिएको जस्तो हुँदो रहेछ। त्यही भएर साथीभाइहरू उकालो बढ्दैछ। जति उकालो बढ्यो त्यति खुट्टा सार्न गाह्रो हुँदो रहेछ। गाह्रो छ हजुर, गाह्रो छ। भने जस्तो सोचे जस्तो केही पनि हुँदैन रहेछ। यो लट्ठीको सहारा लिएर हिँड्दैछौँ। गाह्रो छ गाह्रो छ। जति हिँडे नि पुग्दैन यार। यो डाँडाको पछाडिपट्टि चाहिँ घोसाइकुण्ड हो।
अहिले हामी ठ्याक्कै 3000 मिटर माथि चढिसक्यो। जति माथि माथि आयो झन् 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 सास फेर्न गाह्रो। अक्सिजन कमी भएको हो कि के हो, या हिँड्ने बानी नभएर हो कि के हो, गाह्रो छ हो गाह्रो छ। हेलो गाइज भन्ने पनि ताकत हराइसक्यो। थाक्यो थाक्यो सर थाक्यो। कति हिँड्नु पर्ने हो, कति हिँड्नु कति। गाह्रो। मुटु तिमीलाई थकाइ लागेको छ कि छैन? थकाइ लागेको छ नि, गाह्रो छ बाटो फेरि यस्तो छ है। मम्मी आई मिस यु। हजुरआमा आई मिस यु। हिँड्दा हिँड्दा थाक्यो। भर्खर हामी धिम्सा पुग्यो। अब यहाँबाट चन्दनबारी 4:30 भइसक्यो। अँध्यारो पनि पर्न लागिसक्यो। माथि जुन आइसक्यो। सकिन्छ कि सकिँदैन हिँड्नलाई? ओ माई गड, थाक्यो थाक्यो। लास्टै ढाड पनि दुख्यो। रात पनि पर्दैछ। कसैकुण्ड त्यहाँ पुग्नुपर्छ हामी बास बस्ने ठाउँ पनि अहिलेसम्म पुगेको छैन। बास बस्ने ठाउँ पुग्नको लागि अझै 1.5 घन्टा जति हिँड्नुपर्छ रे। रात परिसक्यो, उता घाम पनि अस्ताइसक्यो। यता छ हिमाल, यही हिमालको पछाडि पुग्नुपर्ने हो हामी। यही हिमालको पछाडि पुग्नुपर्ने हो। गाह्रो छ हो। मान्छेहरू ट्रेक जाने भन्छ नि, भन्न सजिलो गर्न गाह्रो भने जस्तै। हात खुट्टा टाउको ओहो यति कटक कटक खाइरहेछ कि गाह्रो छ। केही छैन, बिस्तारै हिँड्दै जाने हो, अवश्य नै पुग्छ। हार खाइँदैन। हस् त। हेलो, फाइनल्ली हामी चाहिँ चन्दनबारी आइपुग्यो। घरको सिस्टम चाहिँ पालो सिस्टम रहेछ। अब के भन्छ, जति उकालो चढ्यो झन् झन् गाह्रो हुँदै जाने रहेछ। चन्दनबारी आइपुग्यो। फाइनल्ली हामी आइपुग्यो। हामी बस्ने बास घर यही हो। भोलि फर्केर यहाँ आइपुग्छ। फाइनल्ली हामी आइपुग्यो। आगो पनि रहेछ यहाँ होइन।
एकदम राम्रो हैन, टिपिकल एकदम राम्रो रहेछ ठाउँ। दाइ तपाईँहरूले खाना खानुभयो त? खोर्सानी भनेर पिरो हुन्छ नि त। कसरी के भयो? बिहानको 5:30 भयो। अब हामी चाहिँ पुरा हिजोदेखि अब पुरा पसिनै पसिना थियो नि त। अब पसिना भयो होइन, तातो पानी खतरा आउनु रहेछ। तातो पानीमा सर्लक्क नुहाइयो, फ्रेस भयो। अब घरबाटै बनाएर लिएर आएको त के भन्नु, बाटोमा किनेर लिएर आएको कफी बनाउँदै अब हाम्रो यात्रा सुरु हुन्छ सिधै गोसाइकुण्ड। त्यस्तै 7-8 घन्टा या 9 घन्टा पनि हुनसक्छ। अब झन्झन माथि हाइट बढ्दै जान्छ। हाइट बढ्दै गएपछि झन्झन अब त्यही हो, सास फेर्न गाह्रो हुन्छ। हाम्रो रुम यो अब पुरै अँध्यारो छ बाहिर। ल हामी बिस्तारै जान्छौँ यात्रालाई अगाडि बढाउँदै। ल त गाइस। हेलो गाइस, अब चाहिँ हामी हाम्रो ट्रेक स्टार्ट गर्दैछौँ है। हामी बसेको होटेल यही हो, गुरु रेम्बोर चाहिँ त्यही छ। हामी पुग्नुपर्ने वहाँ डाँडा हो। ल गाइस, अब हामी निस्किँदैछौँ। आशा छ आज आरामैसँग पुगिन्छ। हस् त। हेलो हेलो, हाम्रो ट्रेक सुरु भइसकेको छ। हामी पुग्नुपर्ने माथि डाँडा हो, भर्खरै निस्किया हो। 3000 होइन, कति 3200 मिटर माथिबाट हाइक सुरु गर्दैछौँ हामी। आज 4500 मिटरको हाइटसम्म, त्यहाँ 4600सम्म अनि पुग्न सकिन्छ। जाडो छ, जाडो भयो भनेर सुतेर बस्यो भने त कहिले पनि पुग्दैन। ठिकै छ, बिहान बिहान मलम सुन्दै बाटोमा हिँड्दैछौँ। जाडो छ कि छैन बटो? बाटो यस्तै छ, उकालो सुरु भएको छैन। यस्तो उकालो ठाउँमा हिँड्दाखेरि एकछिन हिँडे पनि सास बढ्दै जाँदो रहेछ। सास फेर्न गाह्रो। सकेसम्म बिस्तारै आराम गर्दै गर्दै जानु पर्दो रहेछ। गाह्रो छ। हामी चाहिँ त्यहाँबाट यहाँ आइपुग्यो। थाक्यो। ल है त हामी लौरे विनायक पुग्न लाग्यो। बिहान हिँडेको पनि 40-45 मिनट भयो। हिँडिरहेछौँ
बाटो यस्तै हो, अगाडिको बाटो यस्तो छ। उकालो अहिलेसम्म आइपुगेको छैन, उकालो आएपछि थाहा हुन्छ हामी कति हिँड्न सक्छ सक्दैन। हेलो सबैजनालाई, मेरो मम्मी केसरी मायाजी नमस्ते मनैबाट है। तपाईँको बुहारी नानी हिँड्न सक्दैन रहेछ म जति। मायालाई भेट्नलाई, मायालाई भेट्नलाई, मनको प्यास उहीसँग भेट्नलाई, उहीसँग। जस एकदम रमाइलो लागिरहेछ, दुईजना मात्र। बिहान अँध्यारो थियो, अब तपाईँहरू देख्न सक्नुहुन्छ हिमालको भ्यू। राम्रोसँग हिमाल देख्नु भएको छैन होला, अहिले देखाउँछु म पक्कै पनि। अहिले हामी झन्डै 3000 मिटरको हाइटमा आइपुगिसकेका छौँ। हिँडिरहेछौँ यस्तो डाँडै डाँडा, ठिक छ। रमाइलै छ भनौँ, अहिलेसम्म त अब खुट्टा त्यति गलेको छैन होइन। गल्न थालेपछि थाहा हुन्छ के कस्तो। अब यत्रो बाक्लो ज्याकेट लगाएर हिँड्दाखेरि पनि, दुईवटा भित्र थर्मोकोट लाउँदाखेरि पनि यस्तो जाडो छ। यति हिँडे पनि ठिकै छ। तपाईँहरू हेर्न सक्नुहुन्छ अगाडि के कस्तो छ। हेर्न त भ्रम भन्छ यसलाई होइन, शीत। अब खासै हिउँ त परेको छैन होइन। अगाडि यो हिमालहरू देख्न सक्नुहुन्छ। ल है, यस्तै छ भ्यूहरू। ल हेर्नु, गाह्रो छ सरहरू, गाह्रो छ। आमा गन्तव्य अझै 6-7 घन्टा त छ। त्यो घर, खै त्यो घर माथि माथि जानुपर्छ। भर्खर अलिअलि हिमाल देखिरहेछ। ल त ल है त गाइज, हामी चाहिँ अब गोसाइँकुण्ड जाने हो। यहाँ अब 7 किलोमिटर रहेछ यहाँबाट। कति घन्टा भनेर अब 6 घन्टा जहाँसम्म 6 घन्टा 30 मिनट लेखा होला। अब जाने मान्छेहरूलाई अब अलमल्लमा नपारौँ भनेर उनीहरूले चाहिँ ठ्याक्कै समय नतोक्या होला। ठिकै छ। अनि धुन्चे चाहिँ 8 किलोमिटर रहेछ। हुन त अब ओह्रालो हो होइन, 8 किलोमिटर भनेको ओह्रालोमा त खासै त्यति टाइम त लाग्दैन। ल यही बाटो हुँदै जाने हो। ल अब यस्तै हो। अब 7 किलोमिटर हिँड्नुपर्छ अब। के गर्नु, हिँड्नै आएको हिँड्ने हो नि। खच्चड हो कि घोडा हो? खच्चड रहेछ। खच्चड अलग्गै हुन्छ, घोडा अलग्गै। यिनीहरूले हामीलाई बाटो देखाउँदैछ। ल है, ल खच्चड हो यिनीहरू, खच्चड हो। भाग तिमीहरू खच्चडहरू। हामीलाई हेरेको हेर हेर हेर। ल त हामी चाहिँ लाग्यो है, बाई बाई। पुग्छ। अब चाहिँ हिमालकै काखमा जस्तो भयो है। हिमाल छेउछेउ आउँदैछ, जाडो पनि बढ्दैछ होइन। ल हेर हिमाल।
स्टिक झऱ्यो बिहान अँध्यारोमा निस्किएको मान्छे घामको किरणले छुइसक्यो रमाइलो छ हिँडिरहेको छु अब लौरी बिनाको एकजना मान्छेहरूलाई सोधेको 2 घन्टा लाग्छ भन्छ हौ त्यहाँबाट अब गोसाइकुण्ड कति 7 किलोमिटर भन्थ्यो अझै पनि बाटो चाहिँ स्ट्रेटै छ है अब 10 मिनट पछि ठाडै उकालो आउँछ भनेको छ बाटोमा हिँडेको मान्छेले सोद्धाखेरि अब ठिकै छ हिँडिरहेको छु एकदम रमाइलो वातावरण छ तपाईँहरू देख्न सक्नुहुन्छ बाटो एकदम रमाइलो छ बाटो ल है हजुरहरू पनि आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै ट्रेक आउनु होला तर ट्रेक आउनुभन्दा अगाडि चाहिँ 1 महिनादेखि नै अलिकति प्रिपेयर्ड भएर आउनु होला है लास्टै थकित हुन्छ होइन गाह्रो हुन्छ अगाडिको एउटा होटेल अब लौ या के भनौँ खै यो होटेलको नाम थाहा भएन अब हामी यो हुँदै आफ्नो गन्तव्यतिर जाँदैछौँ कुन होटेल हो यो लौरी विनायक है चाँडै आइपुग्यो त लौरी विनायक हो मोटो यो लौरी विनायक हो ल त्यस्तै छ बाटो वे टु ठुलो स्याङको के लेखा हो यो ल निरन्तर हाम्रो गन्तव्य जारी छ हिमालहरू तपाईँहरू यही देख्न सक्नुहुन्छ यही छ हिमाल दामी छ हौ हिमाल जति माथि टपमा पुग्यो हिमालको दृश्य पनि रमाइलो देखिरहेछ ठिक छ अझै 5 घन्टाको ट्रेक छ गाह्रो छ हौ सरहरू गाह्रो छ कति हिँड्नु थाक्यो आमा थाक्यो हेलो गाइज हिँडिया पनि 2 घन्टा बढी भयो तपाईँहरू हिमाल देख्न सक्नुहुन्छ एकदमै लोभलाग्दो दृश्य गाह्रो छ हिँड्नलाई तर जति हिँडे पनि झन् माथि पुगेपछि झन् रमाइलो हुँदै जाँदो रहेछ हेर्नु त पछाडिको दृश्यले मेरो मनै एकदमै खाएको छ झन् माथि पुगेपछि झन् यस्तो दृश्यहरू धेरै नै देखिन्छ गाह्रो छ सरहरू गाह्रो छ ल त है हेलो गाइज अहिले माउन्ट एभरेस्ट भनौँ यहाँ गाह्रो छ हजुर गाह्रो छ हिमालको काखमा जस्तो फिल भइरहेछ हजुरहरूलाई पनि आउनु मन छ भने आउनुहोस् है यस्तै छ हामी हिजो अस्तिदेखि हिँडेर बसेको
गाइज हामी चाहिँ फाइनल्ली लौरी बिनाक आइपुग्यो। त्यो मुनिको खोल्चाबाट हिँड्दै 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 हामी यहाँ आइपुग्यो। हेर्दाखेरि उकालो छैन जस्तो लाग्छ, आउँदाखेरि यस्तो उकालो छ। यहाँबाट हिमालको दृश्य, यहाँबाट गोसाइँकुण्ड अझै 3 घन्टाको यात्रा छ अरे। ठिकै छ, अहिलेसम्म साथ दिइरहेछ खुट्टाले। अब हेरौँ कतिखेर पुगिन्छ। ल लौरी बिनाक यो है। तपाईँहरूलाई स्वागत छ लौरी बिनाकमा। हामी चन्दनबारीबाट 3 घन्टाको वाक गर्दै अहिले हामी लौरी बिनाक आइपुगेका छौँ। जति माथि चढेको होइन, हिमाल त्यत्तिकै सुन्दर देख्छ। तपाईँहरू हेर्नुहुन्छ यहीँ कति नजिक एकदमै रमाइलो हिमाल देख्न सक्नुहुन्छ। सक्नुहुन्छ भने तपाईँहरू पनि आउनुहोस्। जिन्दगी के छ र मरेर के लान्छ र। नेपाल यस्तो सुन्दर देश छ, यस्तो सुन्दर देशमा घुम्नुपर्छ होइन। त्यही भएर सबैजना आउनुहोस्, घुम्नुहोस्, आफ्नै ठाउँहरू हेर्नुहोस्। यस्तो आनन्दको ठाउँ स्वर्गभन्दा कम छैन। आउनुहोस् है त। अब पुरै ठाडै उकालो सुरु भइसक्यो। अब हाम्रो त्यस्तै 4 देखि 5 घन्टाको ट्रेक पछि हामी गोसाइँकुण्ड पुग्छौँ। यो पुरै डाँडो हो, पुरै उकालो डाँडा चढ्दै जानुपर्छ। लुङदरहरू मजाले हेर्नुहोस्, हिमालहरू। हावा यस्तो चिसो हावा चलिरहेछ। यहाँतिरको एउटा सिस्टम चाहिँ के रहेछ भने यो होटेलहरू पालो सिस्टम राख्दो रहेछ। जस्तै अब मैले 10 दिन चलाएँ भने अर्को होटेल बनाउनेले 10 दिन चलाउनु पर्ने रहेछ। त्यसरी नै आफ्नो पालो सकिसकेपछि सबैजनाले तालचा लाएर जाने रहेछ। जसको पालो हो तिनीहरू मात्र बस्ने रहेछ। ठिकै छ। अब हाम्रो पुरै ठाडो उकालो सुरु हुँदैछ। अब झन्डै अब 2 घन्टा 2.5 घन्टाको उकालो चढेपछि तेस्रो रे 1300 बाटो आउँछ अरे। त्यसपछि पुग्छ भन्छन्। अब हेरौँ हामी कतिसम्म हिँड्न सक्छौँ। गाह्रो छ यस्तो भ्यूहरू हेर्नलाई। डाँडा काँडा नै चढ्नु पर्ने रहेछ। तपाईँहरू पनि आउनुहोस्, आफ्नो ठाउँलाई अँगाल्नुहोस्। हस् त, हामी सँगसँगै हुन्छौँ होइन। राम्रो राम्रो दृश्यहरू तपाईँहरूलाई देखाउने नै छौँ। हेर्नुहोस् हिमाल, यस्तो राम्रो हिमाल देखिरहेछ। हामीले आँखाले देखे जस्तो त क्यामेराले कैद गर्न सक्दैन। त्यही पनि मनको सन्तोकको लागि खिचिरहेछु। एकदमै राम्रो, एकदमै हाइटमा छौँ हामी। 4000 देखि माथि आइपुगिसक्यो। अझै माथि पुग्यो भने झन्झन हिमाललाई नजिकबाट देख्छौँ हामी। अहिलेको लागि हामीले हिमाल यतिकै देखिरहेछौँ। हिजोदेखि मैले भनिरहेको छु, जति हाइट माथि पुग्यो झन् सास फुल्दै जाने र के भन्छ सास फेर्न गाह्रो हुने। हाई एल्टिट्युडको कारणले धेरै उचाइमा आएपछि यस्तै हुन्छ। तर बिस्तारै रेस्ट गर्दै गर्दै गयो भने केही पनि हुँदैन। त्यही भएर हामी चाहिँ बिस्तारै थकाइ मार्दै हिँडिरहेछौँ। ल है त। हाम्रो उकालो सिधै ठाडै उकालोको बाटो सुरु भइसकेको छ।
तपाईहरुले हेर्न सक्नुहुन्छ कतिको ठाडो रहेछ। पुरै ठाडो उकालो छ। यहाँबाटको दृश्य यस्तो छ, हेर्नु होला। धेरै हिँडियो, 4000 मिटर माथि छौँ हामी समुद्र सतहदेखि। गाह्रो छ। अब हिँड्नलाई भनेर आइसकेपछि हिँड्नै पर्यो हैन। घाम लागिरहेछ। जति घाम लागे पनि खोइ के भन्छ, गर्मी जस्तो फिल छैन। यस्तो ज्याकेट लाए पनि चिसो नै छ। चिसो हावा चलिरहेको छ। साथीभाइहरू के गर्नु, गाह्रो छ, गाह्रो छ। हिँड्नुपर्छ, यस्तै छ। मेरो मोटु सक्छ हिँड्नलाई, नसक्ने होइन है। नसकेर भयो त। लौरे विनायकको एकदमै गाह्रो उकालो भनेको यही हो। हेर्नु सक्नुहुन्छ तपाईँ। रेस्ट गर्दैछौँ हामी। अझै माथि उकालो जानु छ। यस्तो उकालो छ, सोचे जस्तो सजिलो छैन हो। गाह्रो छ नि मेरो मोटो। ल थाकिरहेछौ? थाक्यो है त हेर त। हो अझ यो उकालो त चक्कै छ माथि डाँडा। माथि यो डाँडा पुग्नुपर्छ। यो डाँडाको पछाडिपट्टि हो। गाह्रो छ सरहरू, गाह्रो छ। इजरायलको खैरेहरू आउँदैछ। यिनीहरू थाक्दै थाक्दैन जति हिँड्यो भने। हामीभन्दा झन्डै आधी घन्टा यिनीहरू पछि हिँडेका, हामी आधी घन्टा अगाडि हिँडेका। हामी यहाँ बसेर थाकेर बसिरहेछ, थकाइ मारिरहेछ। यहाँबाट हेरिरहेको छु अहिलेसम्म यिनीहरूले थकाइ मारेकै छैन क्या। के खाएर आउँछ यिनीहरू। गाह्रो छ, गाह्रो छ। स्टामिना बढाउनु पर्ने रहेछ। लौरे विनायकको यस्तो खतरा उकालो गाह्रो छ। घाम आँखामै छ। लौरे विनायकको उकालो चढ्दैछौँ गाइस। ल के गर्नु, हिँडेन भने पुग्दैन। बाटो पनि डेन्जर त्यस्तै गाह्रो छ। बाटो हेर्दै डर लाग्ने बाटो। यस्तो पनि हुन्छ। के गर्नु सरहरू, गाह्रो छ। हिँड्नु परिहाल्यो होइन। तपाईँले के भन्नु छ मोटो? बोल्न सकिरहेको छैन हौ। ल हट, आँखा पनि खोल्नै नछाने। गाह्रो छ, हिँड्नुपर्छ। यस्तो बाटो हिँड्दाखेरि चाहिँ एकदमै थाकिदो पनि रहेछ होइन। अब हिँडिन् भने त कहाँबाट थाक्छौ होइन। गाह्रो छ हौ सरहरू। हिँड्नुपर्छ बेला बेलामा। हाइकिङ गर्नुपर्छ।
ट्रेकिङ गर्नुपर्छ। गाह्रो मानेर बस्यो भने फेरि बस्या हुँदो रहेछ। हिँड्नुपर्छ। लौरे विनायकको उकालो सोझा जस्तो सजिलो रहन्छ। हेर्दाखेरि चाहिँ थोरै उकालो जस्तो लाग्ने। हिँड्न थालेपछि चाहिँ सोचेको भन्दा धेरै नै उकालो गाह्रो छ। अझै कति घन्टा हिँड्नुपर्ने हो। हिँड्न गाह्रो भयो भगवान्, शक्ति देऊ भगवान्। हैट गाह्रो छ। हे बाटो यस्तो छ, ठाडै उकालो। स्निकर ब्रेक गाइज, स्निकर ब्रेक। हेट गाह्रो छ। यो हिमालको पछाडिपट्टि जानुपर्छ हामी। हेट गाह्रो छ। यस्तो उकालो चढ्दै हिँड्नुपर्छ। ल है बाटो यस्तो छ। के गर्नु, हिँड्नुपर्छ। हिँडेन पनि कहिले पनि पुग्दैन कि कसो साथीभाइहरू, होइन। ठाडे उकालो सक्यो। अब केही मात्रामा उकालोहरू छ। अब यो उकालो कटिसकेपछि जहाँसम्म लाग्छ उकालो छैन, होइन। यहीँ देख्नुहुन्छ तपाईँहरू हिमाल, भिर खोल्चा छ पुरै। गाह्रो छ नि, गाह्रो छ। हेलो नमस्ते। हामी चाहिँ अलमोस्ट सबै पहाडहरू हिँडेर कम्प्लिट गरिसकेका छौँ हामीले। तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो कस्तो पहाड रहेछ। बाटो यस्तै छ। यही बाटो हो। अब गाह्रो छ बाटो, होइन। अब यस्तो डाँडाहरू, मजाले हिउँ परेको डाँडाहरू, हिउँ छ। अब हामी यो बाटो हुँदै अब लाग्नुपर्छ गाइज। फेरि हामी ब्याक टु चन्दनबारी। अब त्यसको लागि सकेसम्म अलि चाँडै पुगेर जानुपर्छ। मेरो मोटो यहाँ बसिरहेछ, सिँगान पुसिरहेछ। के गर्नु, सिँगान आएपछि बाटोहरू यस्तै हो है। तपाईँहरू मजाले आउन सक्नुहुन्छ, होइन। तर अलि 2 दिन 3 दिन 4 दिनको समय लिएर आउनु एकदम बेस्ट हुन्छ। अबको झन्डै आधी घन्टा 45 मिनटपछि हामी पुग्नेछौँ। बाटो यस्तै हो। तपाईँ देख्न चाहनुहुन्छ भने म फेरि देखाउँछु है। अभियसली तपाईँहरू हेर्नु। बाटो यस्तै हो। अब ठुलो ढुङ्गाहरू छ, यस्तो ढुङ्गाहरू छ है। तर डेन्जर पनि छ। केही गरी 1-2वटा ढुङ्गा मुनि झऱ्यो भने सक्यो। हिमाल यहीँ नजिकै छ। यस्तो छ, गाह्रो छ सरहरू।
अबको आधी घन्टामा हामी पुग्छौँ है त। है गाइस बाटो यस्तै छ। चिसो हावा चलिरहेछ, देख्न सक्नुहुन्छ। ढुङ्गाहरू डेन्जर छ ढुङ्गाहरू। बाटो पनि एकदमै डेन्जरै छ। अलिकति होस पुऱ्याएर हिँड्नुपर्छ। सास फेर्न गाह्रो छ। यहीँ छ हिमाल। अब आइपुग्छौँ हामी। ल गाह्रो छ, हेर्नुहोस् त ढुङ्गाहरू कसरी बस्या रहेछ। मोटो कस्तो लागिरहेछ? यहाँ सानो कुण्ड छ, हिमालबाट बगेर आएको पानीको सानो कुण्ड। हिँडेकै हो। बाटो मात्र हेर्नुहोस् न सरहरू। त्यहाँ हुँदै त्यो पहाडको पछाडिपट्टि पुग्नुपर्छ होला। भर्खर त हामी भैरवकुण्ड आइपुग्यो। अब अघि देखाएको कटेज यो कटेज यता मुनिपट्टि चाहिँ गोसाइकुण्ड हो। गोसाइकुण्ड, भैरवकुण्ड, अनि मुनि एउटा सानो सरस्वती कुण्ड छ। बोल्न पनि गाह्रो भइरहेछ, सास फेर्न गाह्रो, चिसो हावा चलिरहेछ। दर्शन गरेर फर्किन सकिन्छ कि सकिँदैन जस्तो लागिरहेछ, गाह्रो। ल त भगवान्लाई बल मागौँ सकेसम्म, जसरी भए पनि फर्किनै पर्छ। सामानहरू त्यहाँ राखेर आएछ। ल त गाइस, भैरवकुण्ड है गाइस। यो चाहिँ यहाँबाट बगेर आएको पानी होइन, हेर्न सक्नुहुन्छ। अब गोसाइकुण्ड चाहिँ यही ठ्याक्कै यो ढुङ्गाको पछाडिपट्टिको त्यो खोजमा। ल यस्तो जाडो छ कि आमामामामामामा, चिसो हावा कन्ठ्याङ्गिँदैछ। यहाँ भैरवकुण्ड है। फाइनल्ली गोसाइकुण्ड आइपुग्यो। चिप्लिएर लडेर जसरी भयो नि आइपुग्यो यो गोसाइकुण्ड। अनि तलपट्टिको भैरवकुण्ड र त्यहाँ मुनि एउटा सानो कुण्ड छ, सरस्वती कुण्ड भन्छन्। यहाँ आउँदाखेरि चाहिँ एकदमै सङ्घर्ष गरियो, घिर्सेर आइयो, लडेर आइयो, जोस आइयो। हेलो, फाइनल्ली हामी गोसाइकुण्ड आइपुग्यो। अब मुनि गएर दर्शन गर्छौँ। हिमालै हिमाल देख्नुहुन्छ, जाडो छ। ल हामी चाहिँ अब मुनि झर्दैछौँ गोसाइकुण्ड। मेरो मोटोले घन्टी बजाउँदैछ। ल है आइपुग्यो फाइनल्ली।
अब स्नान गर्ने ठाउँतर्फ लाग्दैछौँ हामी। यत्तिकै चिसो छ, अब सकिन्छ कि सकिँदैन नसके पनि अब स्नान त गर्नु पर्यो। त्यत्रो टाढाबाट आएको छ। हाम्रो साथीहरू अगाडि आइसक्नु भएको रहेछ। अब स्नान गर्छौँ। गाह्रो छ सरहरू है, सरी ओहो बसाइघुम्न पनि आइपुग्यो। जाडो, त्यत्तिकै जाडो। ल है गाइज, म चाहिँ स्नान लिन लाग्यो। लास्टै जाडो छ। अब जाडो त लास्टै जाडो छ। अब त्यत्रो परबाट आएको, एक डुबुल्की त मार्नै पर्यो। ल त गाइज, यता फर्क, यता तिनचोटि ल जाऊ जाऊ जाऊ। ल ओइ ल आमा हट, जाडो छ। हामीले चाहिँ स्नान त लियो, जाडो ओहो। अब यी जाडो हुँदो रहेछ। अब पूजापाठ गर्छु अलिअलि भन्दा पनि अब आफूले सक्दो होइन पूजापाठ गरौँला। त्यसपछि हामी बिदाई गर्छौँ। जाडो छ गोसाइँकुण्ड, जाडो छ। कस्तो काँडा उम्रिरहेछ हेर्नु त। जाडो छ, जाडो भनेर के हुनु होइन। गोसाइँकुण्ड यो दर्शन गरियो, पूजापाठ गरियो। अब हामी बिस्तारै लाग्छौँ। ल त गोसाइँकुण्ड गोसाइँकुण्ड मुनिको भैरवकुण्ड।
बादल सरी वरिपरि पोखिन